म्याथ सिक्नलाई मैले टिग्रा यहाँ सिक्छ त टिग्रा मैले त्यो बहिनीको टिग्रा यहाँ म्याथ सिक्नलाई कापी कलम राखेर सिक्नु पर्यो क्या मैले अनि यहाँ टिग्रा यसो भेडा हानु भनेर सिकाउने आधा पहिरो छ अहिले हेर यो मैले नेताहरूले भुटेर दिमाग बुढीले भुट्छ दिमाग रट भइजाउँछ मैले म्याथ सिक्ने भनेर सुने अब कौन है ये लोग कहाँ से आते हैं अनि सिक्ने हुन पनि मैले टिग्रा यहाँ ढ्याङ राखेको छ त्यो यो हात्तीको जस्तो टिग्रा यहाँ झुन्याइरहेछ त्यो कुरा ढलेन अनि त्यहाँबाट म्याथ सिक्नु भनेर त्यसो हुन्छ टेबल हुनु पर्यो या चाहिँ कम्प्युटर हुनु पर्यो म्याथ सिक्ने भनेर यसो गरेर चाहिँ मान्छेले मैले पनि बुझ्छु कि टिग्रा भिडा चाहिँ ठोक्ला हो क्या भने कि सिक्नेलाई सिक्ने भन्न थालेछ मैले सत्य कुरा गरेको मैले भनेको सुन हिसाब सिक्ने भनेर राख्न सक्दैन गणित पनि भयो हिसाब सिक्ने भनेर राख्न सक्दैन म्याथ भनेपछि म्याथ अनि सिक्ने मारो मुझे मारो नहीं ये मजाक हो रहा है यो मैले लाटो देशमा गाँठ तन्निने भएर कुन दिन मैले गाएको गीत पनि रुन सक्थ्यो म्याथ सिक्ने भए बेलुका घरमा आए अनि बेलुका घरमा किन म्याथ सिक्नु दिउँसो सिक्नु परेन बाबु ल भन्थ्यौँ भन्दा टिग्रा हालेर म्याथ सिक्नु भन्ने हुन्छ अनि हामीले के सुन्छ टिग्रा हालेर चाहिँ म्याथ सिक्नु भनेर राखेर मैले त्यो भने अनि यिनीहरूले यस्तो वर्ड किन सेलेक्ट गर्यो भने भाइरल हुन लागि कैसा लगा मेरा मजाक